हेलो हेलो चेक चेक हेलो लेडिज एन्ड जेन्टलमेन हेलो गाइजहरू है सबैजना सुन्नु है अहिले अहिले यहाँ भनौँ न धेरै विगत 2-4 वर्ष अगाडिदेखि नै विनर कम्पनीमा फस्दै आएका नेपालीहरूले होइन बोल्न नसकेर ल्याप्चे हानेका हुन्छन्। जुन 2 लाख तिरिसकेपछि यो नेपाली कागज ल्याप्चे हाने भएर बोलेका हुँदैनन्। विनर कम्पनीले 2 लाख तिरेपछि यस्तो ट्रेनिङ कार्ड बन्ने रहेछ। हेर्नुहोस् है, यो म हो होइन। यस्तो ट्रेनिङ कार्ड बन्ने रहेछ। 2 लाख तिरेपछि एउटा ऱ्याङ्क भन्ने हुँदो रहेछ, काउन्ट ऱ्याङ्क भन्ने हुँदो रहेछ। यो खरिद गरेको अरे 2 लाख तिरेर महिनै पछि स्यालेरी आउँछ भनेर यिनीहरूले स्यालेरी नदिएर त्यस्तो गर्ने रहेछ, मान्छे फसाउने त्यस्तो गर्दो रहेछन्। फर्स्ट दिन पहिलो दिनमा चाहिँ यसरी बोर्ड एडभाइजर अरे यस्तो यस्तो देखाउने रहेछ, यस्तो यस्तो भनेर यस्तो यस्तो देखाउने रहेछ। हेर्नुहोस् है, विनर कम्पनीले है भारतको बिहार राज्यको राजधानी पटना सहरको पुनपुन भन्ने ठाउँमा विनर कम्पनीले यसरी नेपालीलाई ठग्दै आएको छ है। सचेत हुनु होला। कसैले काम गर्न बोलाउँछ, भारतमा आइज यताउति भन्छ होइन, अलिअलि खर्च सर्च लाग्छ, यताउति सिक्नुपर्छ यताउति भन्यो भने विनर कम्पनी हो भनेर आफैले सचेत हुनु होला गाइजहरू है। यो विनर कम्पनीमा चाहिँ जस्तै मेन टाउकेहरू जस्तै यो ईश्वर ढकाल होइन, ईश्वर ढकाल, तिलक गिरी होइन, त्यसको भाइ गणेश गिरी, अनि त्यसपछि गोपाल विक, मनोज विक, तिनीहरूको चाहिँ फोटो सहित म प्रकाशन हान्छु दोस्रो भिडियोमा। यो भिडियो त्यो हो। यिनीहरूको लाइसेन्स पनि हुँदो रहेछ। एकछिन है देख्नु, हेर्नुहोस् है, यो चाहिँ यिनीहरूको लाइसेन्स हो, यो मेरै नाम हो। यिनीहरूले चाहिँ के गर्दो रहेछ भने हामीलाई आउनु गर्दिन भन्दाखेरि थर्काएर राख्ने। ईश्वर ढकालले मलाई धेरै नराम्रो छाडा कुरा बोलेर अस्ति थर्काएर राख्नुहुन्छ, त्यही भएर म हिजो भागेको। यो पनि दिँदैन, केही पनि दिँदैन। यिनीहरू सब मैले होइन लुकाएर लिएर आएँ मैले। यिनीहरूले केही दिँदैन। यिनीहरूले 2 लाख हाल्न लगाउँछ, जबरजस्ती राख्छ त्यहाँनिर होइन, गरेन भने धम्की सम्की दिने यताउति गर्ने गर्दो रहेछ। यिनीहरूले धेरै नेपालीलाई त्यहाँनिर धेरै नेपाली फसेका छन्। धेरै नेपाली बोल्न नसक्नुको कारण नेपाली कागज ल्याप्चे हानेका हुन्छन्। त्यही भएर नेपाली कागज उनीहरूले जे मन लाग्यो त्यही लेखेका हुन्छन्। त्यही भएर विनर कम्पनी एकदम चोर हो। यो विनर कम्पनीमा चाहिँ फर्स्टभन्दा अगाडि चाहिँ आफै विचार गर्नु होला गाइज है। यो विनर कम्पनी फटा हो। यस्तो यस्तो पेपरमा अनेक थरी देखाएर है, फो कलरको पेन अरे यस्तो यस्तो रे होइन। मलाई यहाँ हरेक कुराहरू छ गाइज है। यिनीहरूको इन्टरनेसनल मोडल ब्रान्ड चाहिँ यही हो, झोला यही हो है। यिनीहरूको यो मोडल झोला यही हो है। झोला कपडाको सम्बन्धी काम गर्छ भन्छ, झोला सोला यही हो। हेर्नुहोस् गाइज।